नमस्कार, धन्यवाद। तपाईले महत्त्वपूर्ण प्रश्न उठाउनुभयो। यो लगानी सम्मेलन कोशी प्रदेशले आयोजना गरेको कुरा चाहिँ अहिलेका जे जति हाम्रा आवश्यकताहरू छन् ती आवश्यकता पूरा गर्नका लागि हाम्रो साधन स्रोतको सीमितताको कारणले गर्दा हामीले बाह्य लगानी र आन्तरिक लगानी नै क्षेत्रको लगानीलाई प्रबन्धन नगरी हामीले वाञ्छित सफलता प्राप्त गर्न सक्दैनौँ। हाम्रा जे आवश्यकता र उद्देश्यहरू छन् ती उद्देश्य र आवश्यकता पूरा गर्न हाम्रो आफ्नै मात्रै साधन स्रोतले आफ्नै मात्रै पुँजीले सम्भव छैन। त्यसो भएको हुनाले हामीले चाहिँ एउटा पुँजी निर्माणको निम्ति राष्ट्रिय पुँजीको विकासका लागि राष्ट्रिय पुँजीको विकासको माध्यमबाट गरिबी निवारण, रोजगारीको प्रबन्धन गर्ने कुरा, उद्योग धन्दा कल कारखाना स्थापना गर्ने कुरा, सेवा प्रवाहका क्षेत्रमा काम गर्ने, संरचनाको विकास गर्ने लगायत धेरै क्षेत्रहरूमा हाम्रो कामको निम्ति पुँजीको पर्याप्तता छैन। त्यसले गर्दा पुँजी निर्माण गर्ने कुरा एउटा भयो। पुँजी निर्माण गर्ने के हुन्छ त भन्दा राज्य आफैले पुँजी निर्माणका क्षेत्रहरू बनाएर राष्ट्रिय पुँजीको निर्माण गर्ने कुरा अहिलेको समयमा त्यो सम्भव छैन र प्रदेश सरकारलाई त्यो खालको क्षेत्राधिकार पनि छैन। त्यसो भएको हुनाले हामीले कोशी प्रदेशमा लगानी गर्न चाहने निजी क्षेत्र र वैदेशिक लगानीकर्ता, राष्ट्रिय पुँजीपति वा स्थानीय हाम्रा पुँजीपतिहरू वा बाह्य लगानी गर्ने मान्छेहरूका लागि हामीले इन्भाइरोमेन्ट बनाइदिने, वातावरण तयार गरिदिने, त्यसका लागि नीतिगत प्रबन्ध, कानुनी व्यवस्था, जग्गा प्राप्ति लगायतका धेरै कुराहरूमा हामीले सहजीकरण गरेर हाम्रो प्रदेशमा यो सम्भावना छ भन्ने सन्देश प्रवाह गर्नका लागि पनि हामीले लगानी सम्मेलनको आयोजना गरेका